हेलो गाइज वेलकम ब्याक टु माई ब्लग। आज चाहिँ म मेरो बिहानीको सुरुवात गर्दैछु मेरो पाल्पा तानसिन मेरो जन्मस्थान घरबाट। म चाहिँ 3-4 दिन अगाडि आएको थिएँ आफ्नो पर्सनल कामको लागि। त्यही हो आजको बिहानीको सुरुवात चाहिँ ट्याक्क गाउँबाट भइसकेको छ मेरो। यता घाम हुँदैसकेको रहेछ। म आगो तापिरहेको थिएँ। यहाँ आगो पनि निभ्न लागिसकेको छ जाडो भएर। यहाँ पुरै यता बाल्नु भएको छ यता बाल्नु भएको छ। यहाँ छ आगो र यस्तै हो जाडो छ। त्यता कतिको जाडो छ यता बरु घाम लाग्छ तराईतिर त घामै लाग्दैन यार। किनकि घामै नलाग्ने पुरै कुहिरो लाउने। यहाँ चाहिँ धन्न होइन घाम चाहिँ लागिरहेछ। आफ्नो ख्याल गर्नु होला जाडो छ बेसरी। फेरि यहाँ म चाहिँ डाँठ उठाउँदैछु। अझै यहाँ आगो भएन कि अलि बाल्नु पऱ्यो। आगो जाडो छ। ए घरतिर आएपछि हेऱ्यो गाइस आफ्नो घर गर्नु। डाँठ जम्मा भइसकेको छ। फेरि नयाँ ठाउँमा आगो लाउँदै पहिला चाहिँ यहाँ मकै रोप्नु भएको थियो आमाले। चाहिँ यही मकैहरूको डाँठहरू छ। हामीलाई आगो ताप्नु भइरहेछ। डाँठहरू यसरी एक घन्टा बत्याएर सबै ल्याएर यहाँ जम्मा गरिदिएपछि आफैलाई हुन्छ आगो ताप्न। ल गाइस आज चाहिँ यता गएर सेट्ट एकछिनपछि चाहिँ मेरो काम छ वडातिर त्यता जानुपर्ने हुन्छ। हेर्दै गर्नु है त। ल अब यहाँ म आगो तापिरहेको थिएँ ज्याकेटै डढेछ भनेको यस्तो लिएर आगो यस्तो पुरै जलेछ यार। ज्याकेटै पछाडि ढाड सेकाउँछु भनेको त हेर्नु त झ्याउ भइहाल्यो नि यार। हाफ ज्याकेट एउटा थियो के गर्ने त लगाएर ज्याकेट जलिसकेको छ यहाँ मेरो। 2-3 ठाउँमा आगो बोलिरहेको छ। एउटा त्यहाँ एउटा यहाँ एउटा यहाँ। ट्याक्क त्यताबाट दामी सनराइज हुन लागिरहेछ। हाम्रो घर चाहिँ त्यहाँ माथि छ। अहिले देखाउने छु तपाईँहरूलाई। गाउँतिर आएपछि यस्तै अब ज्याकेट भर्यो चाहिँ आगो निभिसक्यो यार। अब यहाँबाट हिँड्नुपर्ने हुन्छ। कस्तो धुवा भयो यार मुखमा। ल आमा चाहिँ यता हुनुहुन्छ सेट। अब आगो सागो बोलिरहेछ। अहिले चाहिँ यहाँ दाउरा बोकेको अवस्था। आमाले भारी बार्नु भयो रहेछ अनि मैले लैदिन्छु भनेर जोसिहालेँ। टाउको पो धुन लाग्यो कताबाट हो चढ्ने। यही एक बारी हो अब होइन कताबाट हो चढ्ने। फेरि बाटै के हो यस्ताबाट चढ्न पर्छ। यही हो त्यहीँबाट यहीँ ल्याउँदा नि थपे लाउँछ।
गाउँमा हामीभन्दा यत्रो यत्रो बच्चाले यो त के हो र यत्रो यत्रो भारी यार हामीभन्दा सानसानाले मजाले बोकेर हिँड्छन् यति बोक्दा नि स्यास्या भयो फेरि आमाले बाटो छेक्छ बाइकको त्यही हो गाउँतिर हाँसी रमाइलो हाम्रो आमा के गरेको आमा के गर्नुभएको र रोक्नु म आउँछु गाउँतिर यस्तो हो याद गर है त गाइज म चाहिँ फेरि पनि गाउँको घर रिटर्न भइसकेको छु दिनभरिबाट गएँ यताउति गरेँ कामसाम मिलेन फेरि भोलि बोलाएको छ फेरि भोलि जानुपर्ने हुन्छ थकै पनि लागिरहेछ अब अरू त के छ र अब साँझको भ्यू अब यही हो रात पर्न लागिरहेछ त डाँडाहरू लगाइ त्यही हो भातसात खानुपर्ने हुन्छ भोक लागिरहेछ दिउँसो चाहिँ हामी नाति बजाइ भएर यहाँभित्र आगो तातिरहेछौँ यहाँ आगो बोलिरहेछ आमा यता हेलो भनिदिनु हेलो मेरो नातिलाई साथ दिनु होला मेरो नातिलाई साथ दिनु होला आमा नाति भएर यहाँ आमाले खाना पकाउँदै हुनुहुन्छ च्याप्प खाएर सुत्न पर्ने हुन्छ अँधेरो भइसकेछ आमा अलि बिरामी हुनुहुन्छ त्यही पनि नातिलाई गर्नुभएको छ बिचरा आगो तापेर बसिएछ अब एकछिनमा खानासाना खानु पर्ने हुन्छ फेरि भोलि बिहान उठ्न पर्ने हुन्छ काम छ दुनियाँ छ तपाईँहरूलाई भोलि नै देखाउने छु ल यता ल गाइज अब खानासाना खानु